धेरैजसो चाहिँ मान्छेहरूले डर अथवा लाजको कारणले गर्दा आफूमा भएको सिम्टमहरू डक्टरकोमा राख्नबाट डराउनुहुन्छ र मैले चाहिँ त्यो एउटा कम्युनिकेसनको रूपमा चाहिँ काम गर्न खोजिरहेको छु। तपाईँहरूको डर हटाएर तपाईँहरूमा भएको लक्षणहरू चाहिँ यौन रोग हुन सक्छ कि सक्दैन भनेर म तपाईँहरूलाई चाहिँ इन्फर्मेसन दिन खोजिरहेको छु है त। यस्तैमा चाहिँ म तिनवटा कुराहरू चाहिँ म भन्दैछु जुनमा चाहिँ जसले सेकेन्डरी सिफिलिसलाई अथवा भिरुङ्गीको चाहिँ एउटा जुन स्टेज हुन्छ त्यो हुनसक्छ भनेर इन्डिकेट गर्दछ। सबैमा हुने भन्ने त हुँदैन, तर यस्तो लक्षणहरू आइराख्यो भने चाहिँ तपाईँहरूले टेस्ट चाहिँ गर्नु होला। जस्तो अब यस्तो लक्षण आउनुभन्दा अगाडि तपाईँहरूसँग कोहीसँग चाहिँ असुरक्षित सम्पर्क गरेको हिस्ट्री चाहिँ हुन पर्यो है त। जस्तो पहिलो भनेको चाहिँ के हुन्छ भन्दा जस्तो मुखमा अथवा जेनाइटल एरियामा चाहिँ म्युकस प्याचेस भन्छ, सेतो सेतो खालको घाउहरू अथवा दाज जस्तो घाउहरू चाहिँ रिपिटेडली आइराख्ने, मुखमा घाउहरू रिपिटेडली आइराख्ने एउटा, त्यसलाई पनि हामीले नेग्लेक्ट गर्नु हुँदैन। त्यो पनि एउटा सेकेन्डरी सिम्टमको सेकेन्डरी सिफिलिसको चाहिँ लक्षण हुनसक्छ। दोस्रो, शरीरमा आउने विभिन्न ऱ्यासेसहरू जस्तै दाना दानावाला हुनसक्छ अथवा तपाईँको चाहिँ नचिलाउने खालको अनि दाना दाना पनि नभएको फुस्रो खालको घाउहरू अथवा दानाहरू हुनसक्छ। यस्तो ऱ्यासेसहरू अथवा हत्केला तथा पैतालामा आउने ऱ्यासेसहरू हुनसक्छ। यसलाई चाहिँ हामीले लामो समयसम्म आइरहेको छ अथवा जाने आउने भइरहेको छ भने नेग्लेक्ट गर्न हुँदैन। यसले पनि सेकेन्डरी सिफिलिसको एउटा लक्षण हुनसक्छ। अर्को एकदम इम्पोर्टेन्ट भनेको जसलाई हामीले चाहिँ कन्डाइलोमा लाटा भनिन्छ। यसमा के हुन्छ भन्दा तपाईँको जेनाइटेलिया वरिपरि अथवा जस्तो यो कुनै पनि ओरिफिस वरिपरि चाहिँ यो घाउ जस्तो अथवा दाना जस्तो चिजहरू आउने हुन्छ। त्यो पनि एउटा चाहिँ इन्डिकेटर हो है त। यो तिनवटा इन्डिकेटरहरू छ त तपाईँमा कुनै इन्डिकेटर छ र तपाईँको पहिला सम्पर्कको अनसेफ उसको हिस्ट्री छ भने चाहिँ तपाईँहरूले तुरुन्तै सिफिलिसको टेस्ट चाहिँ सिफिलिस अथवा भिरुङ्गीको टेस्ट चाहिँ गराइहाल्नु होला।